सो हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। सो आजको दिन फेरि पनि धेरै दिन बादमा ब्लग गरिरहेको छु। आज चाहिँ हामीले मोमो बनाएको, सुप पनि बनाएको छु बिफको, तर मैले चाहिँ झोल मोमो खान्छु भने मैले फर्स्ट टाइम बनाएको है चिकनको। अनि यो चाहिँ एकदमै मैले झोल बनाएको। अब कस्तो भयो हेर्छौँ। वाउ, डिलिसियस। एकदम वाव 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 वाव। खाँचै मिठो भएछ है। वाव। अनि मलाई आउँदैन खासमा झोल बनाउनु, झोल मोमोको अचार, तर मैले फर्स्ट टाइम बनाएको। वाउ। यसमा चाहिँ मैले धनिया, तिल, हरियो खोर्सानी, लसुन है मजाले हालेको छु। अन्त वाह, सुप पनि छ, बिफ सुप। आहा, वाउ। तपाईँलाई मिठो लाग्यो? मिठो लाग्यो? खानु नि थपेर। वाउ। ढाँट्यो नि हामीलाई अन्त छैन भनेर। यसमा पनि एउटा इन्सिडेन्ट, खासमा चाहिँ हामी बिफको झोल मोमो खाने सोचेको थियौँ। अनि बिफ किन्नु जाँदा चाहिँ के भयो भन्दा चाहिँ बिफै छैन भन्दै हामीलाई डाँटेर अर्को मान्छेले। भरे चाहिँ लास्टमा बिफको सुप बनाउनु लागि चाहिँ हड्डी किन्नु जाँदा त मासु त फ्रिजमा राखेको रहेछ नि। लास्टमा के गर्नु, अब चिकनको बनाइसकेको छ किमा। आहा। ओहो, मेरो सुप गोप्यो नि। छैन ठिकै छ। वाह। तपाईँ मोमो अलिक थप्नै, एक मक्टु डल्लै खै झाडी नि हो। आहा, के हो आज त एकदम टेस्टी पो भयो त हौ। झोल मोमो त साह्रै मन पर्यो त हौ। वाह। ओहो, आहा। एउटा इन्सिडेन्ट के भयो भने मैं सुपै खोप्छ। वाह। ओहो, मैले हुनु चाहिँ यो झोल चाहिँ अलिक बाक्लो बनाइ पठाएँ कि। खासमा चाहिँ अलिकति उयो हुनु पर्थ्यो, तर वाह। मोमोमा अचारमा नुन झन्डै कम्ती भएछ है, नभए त घोप्टाउँछ। अब लाम्चा जस्तो चाहिँ हुँदैन हौ है, लाम्चा चाहिँ क्या टेस्टी हुन्छ।
त्यो पनि केही छैन हामीले खानु पायो मोमो खानु त पायो है बहुत धन्यवाद यस्तो मिठो हुन्छ भने सोचेको थिएँ म अचारले मिठो भयो भोलि अङ्गुठ्यामा आउँछ नि क्या हो टेस्ट गर्छ हेर्नु ल आमामा वाह ओहो कस्तो दामी हो भयो मोमो खान्छ ल्याइदिउँ चारवटा तपाईँ पनि खानु न चारवटा मात्रै ल्याउने क्या त्यहाँदेखि राख्दैन आया हो मजा आयो नि हौ सुप अम्बो यसमा चाहिँ मलाई अलिकति एउटा धनियाँको आइडिया चाहिँ मेरो हस्बेन्डले पनि दिनुभएको तातो रहेछ नि यो त वाह तातो राम्रो भयो अब ल खायो हो आमामा हत्तु ओहो लास्ट चाहिँ आज चाहिँ एकदमै मिठो भयो वाह अब कस्तो मिठो वाह ओहो मैले फर्स्ट टाइम बनाएको आहा आहा वाह मजा आयो वाह आया हो ए वाह जम्मै भयो अब सक्दैन I'm done. No. भयो सक्दिनँ म I can't. अब खानु हुँदैन वाह यो अचार चाहिँ दामी आहा अब चाहिँ सुप खाएर सुप भन्छ आहा हामी बिफको सुप पनि धेरै बात खाएको मिठो भयो अचार उठ्यो आहा मैले एउटा कुरा चाहिँ के बिर्सेँ भन्दा आयो आमामा ह्याप्पी भयो ह्याप्पी एकदमै टेस्टी वाउ सो आज चाहिँ हामीले एकदमै 3:30 देखि चाहिँ हामीले मोमो बनाउन थालेको सो एकदमै टेस्टी भयो मैले चाहिँ फर्स्ट टाइम ट्राई गरेको खासमा चाहिँ मोमो त बनाउनु आउँछ तर यो यसको त्यो
चटनी जुन झोल हुन्छ यसको झोल मोमोको जुन चाहिँ मेन तिलहरू हालेर यो चाहिँ फर्स्ट टाइम बनाएको तर मलाई पनि याद थिएन यस्तो टेस्टी हुन्छ भनेर तर ट्राई गऱ्यो भने चाहिँ राम्रो हुँदै सक्दो रहेछ हो अनि फेरि पनि यस्तै कतिवटा ब्लगहरू लिएर आउँछौँ तपाईहरुले मलाई सपोर्ट गरिदिरहनु भएको छ आजको यो मेरो भिडियो कस्तो लाग्यो हेरिदिनुस् लाइक गर्नुस् सब्स्क्राइब गर्नुस् कमेन्ट गरिदिनुस् धेरैजनालाई शेयर गरिदिनुस् माया गरिदिनुस् धन्यवाद थ्यांक यू फर वाचिङ बाई